नमस्कार। माडी बहसमा यहाँलाई हार्दिक स्वागत छ। म बुद्धिमान ओली आज पनि समसामयिक विषयवस्तुमा केन्द्रित रहेर कुराकानी गर्न गइराखेका छौँ। आजको बहसमा हामी विशेष गरी युवाको आवाजहरू समेट्ने प्रयास गरिराखेका छौँ। युवाहरू अहिले युवा शक्तिले देशमा धेरै परिवर्तन पनि गरिसकेको छ। यस अर्थमा पनि युवालाई हामी शक्तिको रूपमा चाहिँ बुझ्ने गरेका थियौँ। पहिलेदेखि अहिले झन् प्रमाणित भइसकेको छ र आजको यो सन्दर्भमा पनि एकजना जल्दो बल्दो युवा हुनुहुन्छ जो गङ्गादेव गाउँपालिकामा उहाँले विभिन्न गतिविधिहरू अगाडि बढाउँदै आइरहनु भएको छ र उहाँसँग हामी विशेष गरी रेडियो माडी आवाज 98.6 मेगाहर्ज र माडी आवाजको फेसबुक पेज र युट्युब च्यानलमा हामी यो कार्यक्रम प्रसारण गर्छौँ। मल्टिमिडिया संस्करण हो माडी बहसको। यो आज हामी कुराकानी गर्न गइराखेका छौँ गङ्गादेव गाउँपालिका वडा नम्बर 3 का युवा तेज विक्रम ओलीसँग। उहाँसँग हामी कुराकानीकै दौरानमा धेरै कुराहरू समेटिनेछन्। मैले परिचय गराउँदाखेरि कम भए पनि अहिले बहस गर्ने क्रममा उहाँसँगको कुरा धेरै आउनेछन्। सर्वप्रथम तेज विक्रमजी, यहाँलाई हार्दिक स्वागत छ कार्यक्रममा। हजुर नमस्कार बुद्धिमान सर। आज सबैभन्दा पहिला तपाईँ युवा हुनुहुन्छ, जेनेरेसन जेट अन्तर्गत पनि पर्नुहुन्छ जस्तो लाग्छ मलाई र सकारात्मक सोचका साथमा चाहिँ यहाँले धेरै गतिविधिहरू गरिराख्नु भएको छ। हजुर सबैभन्दा पहिला तपाईँले धेरै अभियानहरू नाम दिएरै अभियान सञ्चालन गर्नुभएको छ। हजुर सबभन्दा पहिला चाहिँ तपाईँहरूले के अभियान अहिलेसम्म चलाउनु भयो र अब के चलाउने सोचमा हुनुहुन्छ, यहीबाट सुरु गरौँ न। हजुर बुद्धिमान सर, हामीले हाम्रो जब यो 23 र 24 गते नेपालमा एक खालको जेन्जी विद्रोह भयो, त्यसको लगतै केही सम्भावनाहरू देख्न पर्छ। विध्वंस मात्रै युवाहरूले गर्दैनन्, सम्भावना र पुनर्निर्माण पनि गर्छन् भन्ने सन्देश दिन सकिन्छ भनेर हामी सबै 3 करोड नेपाली छौँ। प्रत्येक व्यक्तिले 100 रुपियाँ मात्रै हामीले उठायौँ भने पनि हाम्रो ध्वंस भएका संरचनाहरू निर्माणको निम्ति एक व्यक्तिले 100 मात्रै उठायौँ भने सामान्य खाजा खर्च कटाएर त्यसरी उठायौँ भने पनि 3 अर्बभन्दा बढी पैसा जम्मा हुँदो रहेछ। यसले हामी हाम्रो सिंहदरबार आफै निर्माण गर्न सक्छौँ र हाम्रो अपनत्व पनि हुन्छ त्यसमा, किनभने हाम्रो लगानी हुन्छ र त्यसको माया हुन्छ भन्ने कुरालाई बुझाउनको निमित्त हामीले स्थानीय मेलामा एउटा हामी बनाउँछौँ हाम्रो सिंहदरबार भन्ने अभियान चलायौँ। मेलामा हजुर कहिले थियो? यो हाम्रो घट स्थापनाको दिन लाग्ने एउटा रानी पोखरी मेला छ। हजुर त्यो रानी पोखरी मेलामा हामीले त्यो अभियान चलायौँ र त्यो अभियानबाट सङ्कलित रकम असोजको 6 गते समथिङ होला होइन? हजुर 5 गते सायद घट स्थापनाको भन्दा एक दिन अगाडि लाग्ने मेला हो। अनि त्यसमा उठेको रकम हामीले सबै सार्वजनिक गऱ्यौँ र त्यो रकम हामीले इन्फ्रास्ट्रक्चर भनेर एउटा नेपाल सरकारले आधिकारिक खाता खोलेको छ र त्यसमा जम्मा गरेका छौँ। कति? हाम्रो 6,865 रुपियाँ उठाएको थियो सर। त्यसमा एउटा व्यक्तिबाट कति उठाउने भन्नुभयो? 100 रुपियाँ उठाउने भनेर हामीले त्यो खालको अभियान सुरु गरेका थियौँ र त्यहाँ स्वतस्फूर्त रूपमा चाहिँ स्वतस्फूर्त रूपमा हजुर हामीले कसैलाई करबल गरेनौँ। 6,865 रुपियाँ उठ्यो सर। अनि 600 युवाभन्दा बढीले उठाउनु भयो यसको मतलब? हजुर 600 भन्दा बढीले उठाउनु भयो। भन्नेको मतलब स्वेच्छाले 100 रुपियाँ भन्ने हो कि 100 भन्दा बढी पनि नगर्ने भन्ने हो यहाँको? हाम्रो अपिल एकजना व्यक्तिले 100 रुपियाँ मात्रै उठायो भने 3 अर्बभन्दा बढी उठ्छ। तपाईँहरूले स्वैच्छिक रूपमा हामीले के सोच्यौँ भने तपाईँको 10 रुपियाँ या 20 रुपियाँले एउटा मात्रै इट्टा किन्न पुग्छ भने पनि तपाईँसँग जति छ भन्छ नि एउटा गीत छ, मन बिनाको धन ठुलो कि धन बिनाको मन भने जस्तै मन भएपछि धनले खासै असर गर्दैन भन्ने प्रकारले पनि 20 रुपियाँ 10 रुपियाँ जति छ तपाईँसँग एउटा मात्रै इट्टा किन्न पुग्ने भए पनि तपाईँले गर्नु पर्यो भन्ने हामीले खालको आह्वान गऱ्यौँ र त्यो उठेको छ, त्यो हामीले जम्मा गरेका छौँ। त्यो सार्वजनिक पनि गर्ने भन्ने तयारीमा छौँ। त्यो पैसा चाहिँ नेपाल सरकारकै खातामा? हजुर नेपाल सरकारकै खातामा एउटा फन्ड बनाएको छ, त्यसमै पठाइदिनु भयो? हजुर हजुर त्यो अभियान मार्फत घट स्थापनामा त्यो गर्नुभयो, एउटा अभियान त्यो। हजुर त्यसपछि हाम्रो गाउँठाउँतिर हामीले धेरै पहिलेदेखि सुनिरहेको लिङ्गेपिङ दसैँमा खेलिन्छ भन्ने खालको थियो, तर त्यसलाई हामीले व्यवहारगत रूपमा त्यो पेरिफेरीमा गङ्गादेव पालिकाभरिमै सायद अहिलेसम्म त्यस्तो लिङ्गेपिङ नदेखेको स्थिति थियो र त्यसलाई हामीले नयाँ प्रयास गर्नुपर्छ र खेल्नुपर्छ। दसैँलाई उमङ्गमय बनाउनुपर्छ, हामी चङ्गा उडाउनुपर्छ, हामी तोरणहरू टाँगेर एक खालको रमाइलो गर्नुपर्छ र दसैँको शुभकामना आदान प्रदान पनि गर्नुपर्छ भनेर लिङ्गेपिङको निर्माण गऱ्यौँ र त्योसँग खेल्न विभिन्न क्षेत्रबाट साथीहरू आउनुभयो। हाम्रो आमाबुवा दिदीबहिनीहरू आउनुभयो। हामीले 88 वर्षीय वृद्ध एकजना बाजेलाई ल्याएर पिङको उद्घाटन गऱ्यौँ। त्यसपछि
त्यो पिङको दोस्रो अभियानको रूपमा हजुर त्यसले चाहिँ पहिलेदेखि चलिआएको कुराहरूमा जस्तो वृद्धहरूले अहिलेको मेलामा अहिलेको यो जो जेनेरेसनसँग चाहिँ त्यति अट्र्याक्सन नभएको हुनाले तपाईँहरूले त्यो जोड्नको लागि गर्नुभयो। अब एउटा हाम्रो संस्कार र संस्कृतिलाई जगेर्ना गर्ने कुरा पनि रह्यो र नयाँ प्रयास पनि भयो, किनभने यस क्षेत्रमा नभइसकेपछि अनि बहुवृद्धलाई हामीले ल्यायौँ भने उहाँहरूले पनि हामी युवा साथीहरूले केही नयाँ गर्न खोज्दै हुनुहुन्छ भनेर त्योतिर सँगसँगै फेस्टिभललाई हामीले एउटा अभियान त्यो गर्नुभयो। हजुर त्यसपछि अर्को अभियान अलि चर्चित अभियान पनि थियो यहाँहरूको। हजुर हो हो जसको नाम पनि यहाँले के दिनुभएको थियो भने कक्षादेखि करियरसम्मको आत्मनिर्भर सम्मेलन हजुर हो नाम राख्नु भएको थियो होइन? हजुर यसको कन्सेप्ट चाहिँ कसरी आयो भने म कन्सेप्ट भन्दा पनि यसमा कन्सेप्टको कुरा म अलिक गर्छु होइन? हजुर हजुर यसमा चाहिँ के थियो जिस्ट कुरो चाहिँ के थियो यहाँहरूले? खास यसको दुईटा उद्देश्य थियो सर। एउटा चाहिँ कामको आधारमा एक खालको विभेद गाउँमा अझै पनि छ, किनभने एउटा कार्पेन्टर, एउटा कन्डक्टर, एउटा डक्टर, एउटा इन्जिनियर, एउटा समाजसेवी, एउटा हाम्रो कन्टेन्ट क्रिएटर अथवा हजुर जस्तै मिडिया क्षेत्रको साथीहरू सबैलाई हेर्ने एक खालको फरक नजर छ। अच्छा, डक्टर इन्जिनियर या पाइलट बन्यो भने त्यो मान्छे छुट्टै दर्जाको, एउटा हेड मिस्त्री बन्यो जसले घर निर्माण गर्छ, एउटा हाम्रो टेलर मास्टर जसले हाम्रो कपडा बनाउनुहुन्छ, हामीले पहिरिरहेको कपडा, त्यसपछि एउटा हाम्रो आरनमा बस्ने हाम्रो दाइ उहाँले जसरी एउटा निर्माण गर्नुहुन्छ हाम्रा सामग्रीहरू, उहाँहरूलाई र डक्टरहरू या इन्जिनियरहरूलाई हेर्ने एक खालको फरक नजर छ। यसलाई हामीले चिर्न जरुरी छ। हामीले उहाँहरूलाई एज अ प्यानलिस्टको रूपमा ल्याएर उहाँहरूलाई गेस्टको रूपमा ल्याएर अगाडि राख्यौँ र उहाँहरूलाई उहाँका स्ट्रगलको बारेमा बुझाउन सक्यौँ भने कहीँ न कहीँ नयाँ पुस्ताले सबै प्रोफेसनहरू, सबै पेसा व्यवसायहरू समाजको निमित्त, समाज निर्माण गर्नको निमित्त या देश निर्माण गर्नको निमित्त उत्तिकै महत्त्वपूर्ण छन् भन्ने विषय हामीले बुझाउन सक्यौँ भने र उहाँहरूलाई त्यहाँ प्यानल दिएर प्यानलिस्टको रूपमा हामीले अगाडि ल्यायौँ भने एज अ गेस्टको रूपमा कहीँ न कहीँ बच्चाले कामको आधारमा भइरहेको विभेदलाई फरक नजरले हेर्न सक्छ एउटा। अर्को भनेको चाहिँ करियर गाइडिङ नभएर भनेको म यो क्षेत्रमा अब्बल छु भन्ने कुरा 17-18 वर्ष पुग्ने बेलामा उसले विविध क्षेत्रका मान्छेहरूलाई एकैचोटि नभेटेको, नदेखेको र म कुन क्षेत्रमा अब्बल छु त अथवा कुन सेक्टरहरूमा राम्रो स्कोप छ त भन्ने विषयमा नलेज नभइसकेपछि ती सबै सेक्टरका मान्छेहरूलाई हामीले ल्यायौँ, ती सबै सेक्टरका हाम्रो प्यानलिस्टहरूलाई ल्यायौँ भने उहाँहरूले आफ्नो स्ट्रगल फेज त्यहाँसम्म पुग्नको निमित्त चाहिनुपर्ने इलिजिबिलिटी क्राइटेरियाहरू भनेको आफू त्यहाँ त्यो सबै चिजहरूमा आफूले आफूलाई प्रिपेयर गर्दै म यो क्षेत्रमा योग्य हुन्छु या म यो बन्न चाहन्छु, म कार्पेन्टर बन्न चाहन्छु, म इलेक्ट्रिसियन बन्न चाहन्छु, म बार्बर बन्न चाहन्छु भन्ने बेला एक खालको गर्वको अनुभूति होस् भनेर यी दुईटा उद्देश्य राखेर हामीले त्यो कार्यक्रम गरेका थियौँ। अब त्यो कार्यक्रम कतिको सफल भयो यहाँहरूको? कार्यक्रम सफल भयो। हामीले 18 जना गेस्टहरूलाई बोलाउने कि भनेर सोचेका थियौँ सुरुमा चाहिँ, किनभने सबै सेक्टरका मान्छेहरूलाई समेट्ने बेलामा, तर अलिकति धेरै हुने र समय छोटो, एक दिन मात्रै भएको कारणले हामीले प्रत्येक व्यक्तिलाई 20 मिनटको समय दिने भनेका थियौँ। 13वटा सेक्टरहरू हामीले त्यहाँ इन्क्लुड गरेका थियौँ। त्यसमा अब अघि भने जस्तै हाम्रो निजामती सेक्टरबाट पनि आउनुभएको थियो, हाम्रो टिचिङ फिल्डबाट पनि आउनुभएको थियो शिक्षकज्यू, त्यसपछि हाम्रो डक्टर आउनुभएको थियो, इन्जिनियर आउनुभएको थियो, त्यसपछि हाम्रो कन्टेन्ट क्रिएटिङको क्षेत्रमा काम गरिराख्नु भएको आउनुभएको थियो। सबै क्षेत्रको जसले चाहिँ सङ्घर्ष गर्दै सफलतातिर पुग्नु भएको छ उहाँहरूलाई ल्याउनु भयो। हजुर हो हो। यसमा हामीले छुटाउनु नहुने दुईटा नाम हुनुहुन्छ। जस्तो हाम्रो व्यवसायतिरबाट रोल्पा जिल्लाबाटै 2 पटक सम्मानित भइसक्नु भएको हाम्रो बाख्रा पालक भनेर पनि चिन्छौँ हामीलाई, उहाँ निर्वाचित जनप्रतिनिधि पनि हुनुहुन्छ हाम्रो लोकमान ओलीज्यू, उहाँले वडाको वडा अध्यक्ष हुनुहुन्छ। हजुर हो हो। त्यसपछि अर्को एकजना जिरोबाट स्ट्रगल गरेर जसले होटलमा भाडा माझ्दै गर्दा त्यहाँबाट त्यो फेजबाट माथि उठेर अहिले 2.5 करोडभन्दा माथिको एउटा व्यवसाय इस्टाब्लिस गर्नुभएको छ, खड्गा ट्राभल्स भनेर, सरी खड्गा सप्लायर्स भनेर। उहाँले गङ्गादेव पेरिफेरीमै रुद्र खड्गा। हजुर हजुर। अनि उहाँ 2 जना आउनुभयो त्यहाँ होइन? हजुर, उहाँहरू 2 जना विशेष गरी अलि नोटिस गर्नुपर्ने नामहरू उहाँहरू नै भयो। हो, अझै एकजना अर्को पनि जस्तो हाम्रो स्कल्पचरल क्षेत्रमा, मूर्तिकलाको क्षेत्रमा पछिल्लो समय टोपेन्द्र डिजिटल आर्ट भनेर खोल्नु भएको छ। उहाँले कर्णाली प्रदेशबाट 2 पटक उहाँले सम्मान पाइसक्नु भएको छ सबभन्दा बेस्ट स्कल्पचर भनेर। भनेपछि उहाँले अहिले 5-7 जना मान्छेहरूलाई एक खालको रोजगारको ग्यारेन्टी पनि दिनुभएको छ, रोजगार पनि बनाइराख्नु भएको छ। हामी प्रसङ्ग वर्ष एकछिन पछि पनि जोडिउँला। उहाँले 2 जना साथीहरूलाई, 2 जना युवा साथीहरूलाई म ट्रेनिङ दिन्छु स्कल्पचरल सेक्टरमा। त्यसपछि उहाँहरूलाई त्यति बेलाको ट्रेनिङ गर्ने बेलाको तालिम प्राप्त गर्ने बेलाको समयको पारिश्रमिक पनि दिन्छु र पछाडि रोजगारको ग्यारेन्टी पनि गरिदिन्छु भनेर पनि भन्नुभएको छ। राम्रो भयो त्यो। हजुर।
हाम्रो लोकमानजीले केही भन्नुभएको छ? लोकमानजीले म 2 जना जस्तो व्यक्तिहरूलाई बाख्रा अनि अर्को त्यो गिफ्ट दिन्छु भनेर भन्नुभएको छ। ए उहाँले दुईटा बाख्रा हजुर हजुर काम गर्दाखेरि पनि उहाँले चाहिँ गिफ्ट दिएर पठाउनुहुन्छ। हो 2-3 महिना पशुपालनमा चाहिँ उहाँले राम्रो योगदान गर्ने वचन दिनुभएको छ। अन्य सेक्टरमै हाम्रो युवा साथीहरूको यदि जोडिन चाहनुहुन्छ भने उहाँसँग गएर ट्रेनिङ लिएर उहाँले 2 जोडी बाख्रा चाहिँ 2 जना जस्तो युवाहरूलाई भने 4वटा कुल उहाँले के क्राइटेरिया राख्नु भएको छ? म यो ठाउँका व्यक्तिलाई अथवा यो क्षेत्रका व्यक्तिलाई अथवा यो ठाउँका केही क्राइटेरिया राख्नु भएको छ त्यस्तो? त्योभन्दा पनि एनिमल हस्बेन्ड्रीतिर भनेको पशुपालनतिर नयाँ युवाहरूलाई मैले भन्न खोजेको जस्तो गङ्गादेवकालाई मात्रै अथवा माडीकालाई मात्रै अथवा अरू पिछडिएका क्षेत्रलाई केही राख्नु भएको छ उहाँले? त्यस्तो ठ्याक्कै क्राइटेरिया राख्नु भएको छैन। त्यति बेला त्यो चासो राख्ने जसलाई पनि उहाँले चासो राख्नेलाई हजुर खास गरी गङ्गादेवभित्रका चासो राख्ने युवा साथीहरूलाई जसले त्यहाँ गएर ट्रेनिङ लिएर साँच्चैकै आफूले केही गर्न चाहनुहुन्छ उहाँले पहिल्याएर पहिचान गरेर त्यसरी गर्ने भनेर भन्नुहुन्छ। यो बाहेक अरू यहाँले गर्नुभएको छ अभियान? हामी डिटेलमा अझै जान्छौँ, मैले पोइन्टमा जान खोजिरहेको छु अहिले होइन। अहिलेसम्म चाहिँ यहाँहरूले गरेका अभियान यिनै हुन्? हजुर। अब एउटा अलिक महत्त्वपूर्ण कुरा यहाँहरू 29 गते केही गर्दै हुनुहुन्छ होइन? हजुर हो। मैले अघि हेर्दै थिएँ तपाईँको सामाजिक सञ्जालतिर पनि हेर्दै थिएँ मैले। हजुर। त्यसमा चाहिँ यसलाई पनि नाम राख्नु भएको रहेछ, विधिको शासन समृद्ध गाउँ गङ्गादेव बनोस् जनमुखी ठाउँ भनेर बनाउनु भएको रहेछ, एउटा नारा दिएर बनाउनु भएको छ। र यहाँ चाहिँ म अलिकति यसलाई अलि बढी ब्रिफ गर्नुपर्ने बेला जस्तो लाग्छ, किन तपाईँहरू यो अभियान त गर्दै हुनुहुन्छ। योभन्दा अगाडिका ब्याकग्राउन्ड किन सोधेको भने अब गर्ने अभियान चाहिँ तपाईँहरूको सफल हुन्छ हुन्न भन्ने त्यो ब्याकग्राउन्डले देखाउँछ भन्ने हिसाबले गरेको। यहाँ तपाईँले के पोइन्टहरू राख्नु भएको रहेछ? भ्रष्टाचारको कुरा, भ्रष्टाचार अन्त्यका कुरा, यो युवाहरूले अहिले जो जेनजी आन्दोलनले त यही नै बढी फोकस गरेको छ, अनि वृक्षारोपणको कुरा पनि जोड्नु भएको रहेछ। मैले त्यो केही ठ्याक्कै मलाई हिट गरेका कुराहरू भनिराखेको छु है। पार्टीको झन्डा ओढाउने लास भन्नाले त्यो जो सब हुन्छ त्यसलाई होइन, अनि अर्को जनचेतनाको कुरा पनि जोड्नु भएको रहेछ। खास अभियान चाहिँ के हो यसलाई अलि यहाँले व्याख्या गरिदिनुहोस् न। ठ्याक्कै हजुरले भने जस्तै हामी युवा साथीहरू पोलिटिक्सबाट काहीँ न काहीँबाट फ्रस्ट्रेट छौँ। यो जेनजी रिभोल्युसनले पनि देखायो र यो पोलिटिक्सबाट हामी फ्रस्ट्रेसन हुनुका 2-3वटा कारण छन्। एउटा भनेको चाहिँ कुशासन छ, अर्को भनेको बेरोजगार छ, अर्को भनेको यो भ्रष्टाचार एकदम धेरै मौलाइरहेको, त्यो पनि पार्टीगत रूपले मौलाइरहेको देखिन्छ। काहीँ न काहीँबाट पार्टीले संरक्षण गरिराखेको जस्तो देखिन्छ। यी सबै चिजहरूमा जस्तो हाम्रो अख्तियारले छानबिन गर्दाखेरि पनि काहीँ न काहीँ पार्टीको इन्फ्लुएन्स भइराखेको स्थिति छ भने लोकतन्त्रभन्दा दलतन्त्र चाहिँ बढी हाबी भइराखेको देखिन्छ। दलतन्त्रभन्दा पनि अझ बढी नेतातन्त्र चाहिँ बढी हाबी भइराखेको देखिन्छ भने विधिमा चलेको छैन। एउटा व्यक्तिलाई प्रमुख बनाएर एउटा दलको प्रमुख यदि हाम्रो केपी ओली जो प्रधानमन्त्री हुनुहुन्थ्यो उहाँको व्यक्तिगत डिसिजन र उहाँलाई व्यक्तिवादी चरित्र या व्यक्तिगत रूपमा मात्रै मान्छेले धेरै हाइलाइट गरेका कारणले उहाँ यति निरङ्कुश हुनुभयो नि त। 74 जना जेनजीहरूको एक खालको शहादत हुनुमा काहीँ न काहीँ उहाँ नै प्रत्यक्ष रूपमा जोडिनु भएको छ नि त यो घटनाको पछाडि। त्यो भएको कारणले लोकतन्त्रभन्दा बढी दलतन्त्र हाबी भइदिनु, दलतन्त्रभन्दा बढी नेतातन्त्र हाबी भइदिएपछि यिनीहरूले आफूले स्थान कहीँ पनि पाएनन् नि त। जस्तो मान्छे जम्माहरू हुन छोडे पार्टीको कार्यक्रममा भनेपछि मसानघाट जहाँ एउटा सब हुन्छ त्यो सबमा मान्छेहरू सबै जम्मा हुनुहुन्छ, त्यसमा त सबै पार्टीमा आस्था राख्ने साथीहरू जोडिनुहुन्छ। अनि सबै मान्छेहरू जोडिसकेपछि त्यो स्थलमा चाहिँ हामीले हाम्रो पार्टीको प्रचार गर्नुपर्छ र अन्य पार्टीको विरुद्ध बोल्नुपर्छ भनेर 2 घन्टाको त्यो जो स्पिच दिने एउटा पछिल्लो ट्रेन्ड बढिरहेको छ। यसले साँच्चीकै हामीलाई विक्षिप्त बनाएको छ। यिनीहरूले राजनीति गर्ने ठाउँ कहीँ नपाएपछि अन्तिममा आएर लास्टमा चाहिँ राजनीति गर्ने एक खालको सोच राखिरहेका छन्। यसकारण यसका विरुद्ध त्यहाँ कन्भिन्स गर्ने भावनामा खेल्ने उहाँहरू जुन पार्टीको निकटको व्यक्तिहरू त्यहाँ साधक भएको छ त्यहाँ गएर झन्डा उडाउने, त्यही फेरि भाषण दिने अनि यो प्रति तपाईँहरू चाहिँ आजित हुनुहुन्छ? हो, आजित छौँ। हामीलाई झन्डा उडाएकोमा त्यति धेरै आपत्ति होइन, तर त्यहाँ जम्मा भइरहेको जब हामीले त्यहाँ शोक समवेदना एक खालको दिइराखेका हुन्छौँ त्यति बेलामा चाहिँ आफ्नो पार्टीको एकदम ब्रिफिङ गर्ने, आफ्नो पार्टीतिर केन्द्रित हुन बोलबन्द हुन साथीहरूलाई आह्वान गरिराख्ने र अन्य पार्टीका साथीहरू आइरहेको बेलामा अब लास्टमाथि पनि राजनीति गर्न थालेपछि त त्योभन्दा उपयुक्त ठाउँ या त्योभन्दा सबभन्दा निज सोच त केही पनि होइन भन्ने जस्तो हामीलाई लागेर त्यसका विरुद्ध बोल्नुपर्छ र एउटा सामूहिक हामीले विचार निर्माण गर्नुपर्छ। यसलाई सबैले निरुत्साहित गर्नुपर्छ भन्नेतिर हामी। अर्को भ्रष्टाचारको कुरा पनि त्यहाँ जोड्नु भएको छ होइन? हजुर। गाउँमा जस्तो स्थानीय सरकार बन्यो, त्यो स्थानीय सरकार त
गाउँको विकासको लागि बन्या सरकार न हो तर त्यहाँ भ्रष्टाचार भइराखेको छ भन्ने कुरा आम रूपमा उठिराखेको छ। हजुर अब तपाईँहरूले पनि यो उठाउन खोजिरहनु भएको छ। हो यो भ्रष्टाचारको कुरा चाहिँ स्थानीय तहमा कसरी हुन्छ भन्ने कुरा के बुझ्नु भएको छ तपाईँहरू आफूले पनि? यसमा यस्तो छ, जस्तो सबै चिजहरूमा विधिले काम गर्नुपर्ने हो। विधिले काम नगरेर व्यक्तिहरू बढी हाबी भइदिने र कर्मचारीको थ्रु भनेको ब्युरोक्रेसीको थ्रु विभिन्न प्रपञ्चहरू रचेर ती आफ्नै क्षेत्रका मान्छेहरू भनेको हाम्रो ठेकापट्टा सिस्टममा जाओस् या अर्को कुनै सिस्टममा जाओस्, ती सबै सिस्टमहरूमा सिस्टमेटिक रूपले पनि एक हिसाबले भ्रष्टाचार भइराखेको स्थिति छ। जे चिज गर्नै मिल्दैन त्यो चिज पनि गरिराखेको स्थिति छ। नीतिगत पनि भ्रष्टाचार भइराखेको छ। नीतिगत रूपमा पनि नीतिगत रूपमै भ्रष्टाचार भइराखेको छ। जस्तो अब अरू भ्रष्टाचार त अख्तियारले होला कसैले होला, उहाँहरू नीतिलाई नै लुज बनाएर भ्रष्टाचार आफ्नो आफ्नो फेभरमा मान्छेहरू राखेर सबै सेक्टरमा, जसमा अब जस्तो हाम्रो कार्यपालिका बैठकमा राख्ने विषयवस्तु हुन् होइन, हाम्रो गाउँसभाबाट पारित गर्ने विषयवस्तुहरू हुन्, यी सबैमा काहीँ न काहीँ आफ्नो पर्सनल इन्फ्लुएन्स पारिराखेको स्थिति देखिन्छ। कुनै जस्तो हाम्रो 7वटा वडा छन् गङ्गादैमा, ती सबै वडाहरूमा समान बजेट विनियोजन छैन। त्यसको आधार के हो? असमान रूपमा बजेट विनियोजन भयो, ठिक छ, केही छैन, तर असमान रूपले बन्ने बजेट विनियोजन हुनुको कारणहरू के हुन् भनेर खोज्ने बेलामा त्यहाँको सामान्य मान्छेले पनि बुझ्नु पर्यो कि यो ठाउँमा बजेट यसरी पर्यो, त्यो व्यक्तिको कारणले चाहिँ बजेट परेको नहोस्। हो, त्यो चाहिँ नहोस् कि त्यहाँ जनसङ्ख्या बढी हुनु पर्यो कि त अलिकति बढी विकट हुनु पर्यो, त्यो पालिकाभरिकै सबभन्दा अलिकति पिछडेको क्षेत्र हुनु पर्यो, या तेस्रो क्षेत्रलाई अपलिफ्ट गर्नलाई उहाँहरूले बढी वडागत रूपमा अलिकति बढी बजेट विनियोजन गर्नुहुन्छ भने त ठिक छ, त्यो जायज पनि छ, त्यो विधिले काम गर्यो, नीतिले काम गर्यो। तर उहाँ व्यक्ति अलिकति बढी हाबी भएर 5 वर्षमा त मलाई कसैले केही चलाउन सक्दैन तिमीहरू भनेर एक हिसाबले दम्ब देखाएको स्थिति छ र त्यसका विरुद्ध हामी युवा साथीहरू एकजुट हुनुपर्छ र उहाँहरूसँग परामर्श पनि गर्नुपर्छ। यो अभियानमा तपाईँहरूको यिनी कुराहरू जोडिएका छन्, वृक्षारोपण कुरा पनि जोडिएको छ नि होइन? हजुर हो हो। वृक्षारोपण कसो गर्ने विचारमा हुनुहुन्छ? वृक्षारोपण भन्नाले हाम्रो अहिले पछिल्लो समय ग्लोबल वार्मिङले एकदम धेरै असर गरिरहेको छ र हामी संस्कृतितिर अलिकति बढी विमुख भइराखेको स्थिति छ, संस्कृतिप्रति। यी सबैको आफ्नो ठाउँमा विशेष महत्त्व छ, किनकि अहिले मानसिक रोगीहरू असाध्यै धेरै बढिरहेका छन्, किनभने आध्यात्मिक चिन्तन अलिक कम गर्न थाल्यौँ र पहिले धर्मको रूपमा या हाम्रो संस्कारको रूपमा भए पनि हामीले भगवान्ले हामीलाई अप्ठ्यारो पार्नुहुन्छ भनेर हामी मुहानहरूतिर, पानीका मुहानहरूतिर दिसा पिसाब नगर्ने, रुख बिरुवाहरू हामी त्यसरी नकाट्ने, एक हिसाबले संरक्षण गर्ने, यसको पनि प्राण हुन्छ भन्ने प्रकारको सोच। धार्मिक भयो नि त वैज्ञानिक कारणहरू थिए। हो, धार्मिक भयो नि वैज्ञानिक कारणहरू थिए। अब तीले कहीँ न कहीँ हामीलाई स्वास्थ्यको रूपले या वातावरण रूपले पनि सबैभन्दा बढी अक्सिजन प्रोभाइड गर्ने भने त हाम्रो पिपल हो, त्यसपछि बर पिपलको बौद्ध धर्ममा पनि र हिन्दू धर्ममा पनि आफ्नो छुट्टै महत्त्व छ। यसले धार्मिक हामीलाई धर्मतिर एक खालको आस्थावान पनि बनाउँछ र हाम्रो संस्कारलाई संरक्षण गर्नतिर पनि उजागर गर्छ। सँगसँगै ग्लोबल वार्मिङले यो विक्रान्त बनाइराखेको स्थितिमा अहिले त धेरै छ नि त, स्टार्भेसनदेखि हरेक कुराको समस्या भइरहेको छ। यी चिजलाई पनि हामी साङ्केतिक रूपमा बर पिपलहरू रोपेर हामी शान्ति चाहन्छौँ, हामी प्रकृतिलाई माया गर्छौँ, हामी हाम्रो ठाउँलाई संरक्षण गर्छौँ, हामी हाम्रो ठाउँलाई बचाएर हामी हाम्रो ठाउँलाई यसरी नै विकास गर्न सक्नुपर्छ, विध्वंस मात्रै होइन विकास पनि गर्न सक्नुपर्छ भन्ने प्रकारले यी 5वटा कुराहरू राखेका छौँ। यसमा एउटा कुरा के चाहिँ छुट्यो भने हामी भोकेसनल ट्रेनिङलाई संस्थागत रूपमा लागू गर्नुपर्छ भन्ने विषयलाई पनि इन्क्लुड गरेका छौँ। अनि हामी ट्रेनिङ भने चाहिँ कस्तो? जस्तो हाम्रो सबै सेक्टर व्यावसायिक तालिमहरू, जस्तो हाम्रो रोजगारीको सिर्जना कसरी गर्न सकिन्छ भन्ने विषयलाई नै, जस्तो गङ्गादेव गाउँपालिकाले त्यो रिजल्ट निकाल्ने तरिकाले तपाईँहरूले त्यसलाई जो कतिपयले उठान मात्रै गरिदिने, त्यसलाई चाहिँ निष्कर्षमा नलग्ने, तर तपाईँहरू चाहिँ निष्कर्ष निकाल्ने गरी गर्न खोजिरहनु भएको छ। ठ्याक्कै पोइन्टमा गइहालौँ, जस्तो तपाईँहरू 29 गते त्यो कार्यक्रम गर्दै हुनुहुन्छ, त्यसको स्वरूप चाहिँ यिनी त त्यो भित्रका कन्टेन्ट भए, अब संरचना कसरी जानुहुन्छ तपाईँहरू त्यो 29 गते चाहिँ? यसमा यस्तो छ, जस्तो म भोकेसनल ट्रेनिङको विषयलाई लिएर अलिकति यसलाई हाइलाइट गर्न चाहेँ। जस्तो धेरैजसो साथीहरूले कर्मकाण्डी रूपमा एक हिसाबले ज्ञापन पत्र बुझाउने या ध्यानाकर्षण पत्र बुझाउने, त्यसलाई कन्टिन्यू फलोअप नगरेर आफूले पनि गर्नुपर्ने वहन गर्नुपर्ने उत्तरदायित्व वहन नगरिराखेको स्थिति छ नि त। यसलाई चिरेर हामीले विकल्प पनि दिनुपर्छ। कर्मकाण्डी जस्तो मात्रै होइन, कर्मकाण्डी जस्तो। अब आज ज्ञापन पत्र बुझाइयो, त्यो ज्ञापन पत्र चाहिँ कार्यान्वयन भयो भएन त्योतिर छैन। जो माथिबाट एउटा सङ्गठनले यो ज्ञापन पत्र सिडिओ कार्यालय बुझाऊ भन्छ, त्यो बुझाउँछन्, उनीहरूले त्यो कर्तव्य निर्वाह मात्रै गरे हुन्छन्, जिम्मेवारी पुरा गरे हुन्नन्। हजुर हो। अनि यसलाई चाहिँ तपाईँहरू त्यसलाई निष्कर्षमा लिने सोचमा हुनुहुन्छ? हजुर हो हो हो।
हामीले पहिलो कसरी हुन सक्छ त्यस्तो? हामीले रोजगारदाताजीहरूसँग समन्वय गरेका छौँ। विभिन्न क्षेत्रमा जसले आफूलाई स्टेबल बनाइराख्नु भएको छ, आफ्नो खुट्टामा आफै उभिराख्नु भएको छ, जसले व्यापार व्यवसाय गरिराख्नु भएको छ, उहाँहरू सबैसँग कोअर्डिनेसन गऱ्यौँ। जसले जो हाम्रो रोजगारदाताहरू हुनुहुन्छ उहाँहरूसँग बस्ने बेलामा 1-2जनासँग 2-3जनाले चाहिँ हाम्रो त्यो कक्षादेखि करियरसम्म इन्डिपेन्डेन्ट कन्क्लेभ आत्मनिर्भर सम्मेलन भनेर एउटा त्यो राखेका थियौँ। त्यसमा 2जना हाम्रो साथीहरूले, हाम्रो मेन्टरज्यूहरूले घोषणा गर्नुभयो र त्यसलाई कन्टिन्युटी दिनै तपाईहरुको अस्तिको कार्यक्रममा 2जनाले चाहिँ त्यस्तो भनिराख्नु भएको छ, कार्यक्रममा घोषणा गर्नुभयो। त्यो भन्दा अरू व्यक्तिहरू कोही हुनुहुन्छ? हजुर, हुनुहुन्छ। जस्तो हामीले विभिन्न क्षेत्रमा रोजगारको सिर्जना गर्न सकिन्छ भन्ने सम्भावना दिनलाई मात्रै भनेको त्यो अलिकति उसको रूपमा साङ्केतिक रूपमा होइन। भनेपछि पालिकाले या सरकारले चाहिँ त्योभन्दा बेसी रोजगारदाताहरूसँग समन्वय गर्न सक्छ र आफूले पनि त्यो खालको क्रिएट गर्न सक्छ। रोजगारीको अवसरहरू सिर्जना यसरी गर्न सकिन्छ भन्ने हामीले उदाहरणको रूपमा कसरी गर्न खोजिरहेका छौँ भने उहाँहरूसँग समन्वय गरेर, जस्तो मोबाइल रिपेयरिङको क्षेत्र राम्रो छ पछिल्लो समय, प्रत्येकको हातमा मोबाइल छ, यसको स्कोप पनि छ, प्रत्येकको हातमा 2टा मोबाइल छ। हो, लगभग 2टा मोबाइल छ। हामीले यसको लागि 5G मोबाइल सेन्टर भन्ने छ एउटा थारमारेमा, हाम्रो शिवराज केसीजीले यसको सञ्चालन गरिराख्नु भएको छ। उहाँको ब्रान्चहरू छ अरे 2-3 ठाउँमा, जस्तो हाम्रो झुल्नेटा, त्यसपछि रुकुम कता छ अरे। उहाँले चाहिँ क्यामेराम्यानको रूपमा र मोबाइल रिपेयरको रूपमा म 5जना मान्छेहरूलाई ट्रेनिङ दिन्छु, उहाँहरूलाई खाना बस्ताको व्यवस्था पनि गर्छु, सँगै मसँगै रोजगारको ग्यारेन्टी पनि दिन्छु भनेर 5जनालाई उहाँले घोषणा गर्नुभएको छ। हजुर, हाम्रो शिवराज केसी। 29 गते नै त्यो कुरा हुन्छ? हजुर, 29 गते हामी एक खालको विकल्प सहितको दिन्छौँ हैन त। त्योभन्दा पछाडि जो युवाहरू हामीसँग जोडिन चाहनुहुन्छ, जसलाई मोबाइल रिपेयरिङतिर चासो छ, उहाँहरूलाई चाहिँ त्यो फ्रीमा ट्रेनिङ पनि, सँगै खाना बस्न सबैको व्यवस्था पनि र रोजगारको पनि ग्यारेन्टी गर्ने भन्ने विशेष। त्यसपछि हामी स्कुल अफ चर्च जो मूर्तिको क्षेत्रमा अघि पनि मैले भनेको थिएँ, स्वरोजगारको अवस्था सिर्जना गर्नलाई, युवालाई देशमै रोक्नलाई, उनीहरूले आफ्नै परिवारसँग बसेर हैन मिठो मसिनो खानलाई कला क्षेत्रको। हजुर, हाम्रो स्कुल अफ चर्चतिर भनेको मूर्ति कला क्षेत्रमा हाम्रो टोपेन्द्र डाँगी हुनुहुन्छ, जसको प्रोप्राइटर चाहिँ उहाँले 2जना मान्छेहरूलाई म स्कुल अफ चर्च सिकाउँछु र रोजगारको पनि ग्यारेन्टी दिन्छु भन्नुभएको छ। त्यसै गरी हाम्रो गोट फार्मिङ भनेको हाम्रो यो एनिमल हस्बेन्ड्रीतिर लोकमान ओली हाम्रो जनप्रतिनिधि, उहाँले चाहिँ हजुर हो उहाँले चाहिँ गङ्गादेव 3 रोल्पामै छ उहाँको फर्म। त्यसपछि उहाँ 2 पटक जिल्लाबाट सम्मान पनि भइसक्नु भएको छ, उहाँले 2जनालाई भन्नुभएको छ हैन। त्यसपछि अर्को भनेको इलेक्ट्रिसियन हुनुहुन्छ हाम्रो रोल्पाली बिजुली पसल भन्ने छ, उहाँको दाङ तुलसीपुर बेलुवामा चाहिँ रहेछ। उहाँले विभिन्न नयाँ घरहरू निर्माण हुँदै गर्दाखेरि उहाँ ठेक्कापट्टा लिने र काम गर्ने गरिराख्नु भएको रहेछ इलेक्ट्रिसिटीको क्षेत्रमा। उहाँले पनि म 2जना मान्छेहरूलाई रोजगारको सिप पनि सिकाउँछु इलेक्ट्रिसियन सम्बन्धी, र अहिले त बिजुली लगभग सबै घरमा आइसक्यो, त्यसको पनि स्कोप राम्रो छ। त्यो भएर 2जना उहाँले गर्ने भन्नुभएको छ। अनि हाम्रो बेकरी रानी केक भन्ने सायद हजुरले सुन्नुभएको छ होला, तुलसीपुर आसपासमा अहिले बिन ठाउँ ब्रान्च पनि खोलिराख्नु भएको छ उहाँले। उहाँले चाहिँ 1जना मान्छेलाई, उहाँको लगभग ट्रेनिङको चाहिँ 60,000 जस्तो खर्च हुँदो रहेछ त्यो बेकरीको सेक्टरमा भने सबै सेक्टरमा। अनि उहाँले चाहिँ म 1जना मान्छेलाई सिकाउँछु भनेर सिकाउनुहुन्छ उहाँले। हजुर हो। त्यसपछि ड्राइभिङतिर यदि कसैलाई ड्राइभर बन्न भन्छ भने हाम्रो रुद्र खड्काजी, अघि मैले व्यवसायको नाम पनि लगाएको थिएँ, उहाँले चाहिँ म 2जना मान्छेलाई ड्राइभिङ सिकाउँछु भनेर भन्नुभएको छ। उहाँको आफ्नै ड्राइभिङ छ सेन्टर? ड्राइभिङ सेन्टर लगेर सिकाउनुहुन्छ? उहाँसँग 2वटा ट्र्याक्टर छन् आफ्नै, आफूले ओन गर्नुभएको छ। त्यो सँगसँगै हिँड्दै उहाँले 4जना मान्छेहरूलाई नयाँ ड्राइभर उत्पादन गरिसक्नु भएको छ, आफूसँग 2जना आबद्ध हुनुहुन्छ। त्यस्तो छ। त्यसपछि अर्को भनेको चाहिँ हाम्रो खेती भेन्चर भन्ने हाम्रो नयाँ एउटा अर्गनाइजेसन रहेछ। उहाँले चाहिँ यदि युवाहरू काम गर्न चाहनुहुन्छ भने म युवाहरूलाई बिना धितो 2 लाखसम्मको 4.5% ब्याज दरका हिसाबले म लोन उपलब्ध गराउँछु भनेर भन्नुभएको छ। धितो चाहिएन। यदि तपाईँहरू गर्न चाहनुहुन्छ, तपाईँहरू कन्सेप्ट उहाँलाई चित्त बुझ्यो भने उहाँले त्यसरी दिन्छु भन्नुभएको छ। कृषि क्षेत्र खास गरी भनेको कृषि सामग्रीहरू खरिदको लागि, कृषि उपज खरिदको लागि। अनि उहाँको त्यसको संयोजक चाहिँ हाम्रो लुम्बिनी प्रदेशको सिद्धान्त बस्नेत भन्ने हुनुहुन्छ, उहाँ गङ्गादेव 2मै बस्नुहुन्छ।
उहाँले चाहिँ यसको हामी व्यवस्थापन गर्छौँ भनेर भन्नुभएको छ। उहाँको खास त्यो अर्गनाइजेसनको पोस्ट चाहिँ बिजनेस डेभलपमेन्ट अफिसर भनेर उहाँ आबद्ध हुनुहुन्छ। हजुर हजुर 2 लाखसम्मको हामी 4.5%मा बिना धितो ब्याज हामी पाउँछौँ यदि कसैले उद्यमी गर्न चाहनुहुन्छ भने। यी हामीले 17 सेक्टरमा 17 जना मान्छेहरूलाई विभिन्न सेक्टरमा यसरी रोजगारको पनि रोजगारदाताहरूसँग समन्वय गर्यो भने रोजगारीको अवस्था पनि सिर्जना गर्न सकिँदो रहेछ भन्ने हामीले लाग्यो र हामीले विकल्पसहित जाने भन्ने। जस्तो यहाँले यति कुरा गरिरहँदाखेरि चाहिँ तपाईँहरू त न सरकारमा हुनुहुन्छ। हजुर हो न त तपाईँहरूका कुनै व्यक्ति आफन्ती कोही सरकारमा छ। हजुर हो तै पनि तपाईँहरू आफै लागेर चाहिँ यतिका ग्यारेन्टी गरिदिनु भएको छ नि लगभग हो 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 तर सरकारले गर्न सके होइन भन्ने तपाईँहरूले लागिरहेछ। हजुर हो पनि फेरि हो हो जसो सरकारले चाहिँ सीमित व्यक्तिहरूलाई र आफन्त भन्ने छ नि अहिले त त्यही भएर त भ्रष्टाचार मौला भन्नु कारणै त्यही छ। अब 29 गते चाहिँ यही विकल्पसहित तपाईँ पालिका जानुहुन्छ। हजुर हो हो तपाईँहरू युवाहरू पालिका जानुहुन्छ। पालिका सरकारको प्रतिको तपाईँहरूको अपेक्षा के छ अब? हामीले खास गरी पालिकालाई एक हिसाबले एउटा विकल्प दिनुपर्छ भन्नेतिर सोचिरहेका छौँ। जस्तो नेपालको संविधानले स्वीकारेको नेपालका त्यो संविधान अन्तर्गत राज्यका निर्देशक सिद्धान्त नीति तथा दायित्व अन्तर्गत परेको त्यसपछि विभिन्न 13वटा नीतिभित्र परेको स्थानीय सरकार सञ्चालन ऐन 2074ले पनि अङ्गीकार गरेको रोजगारलाई प्रवर्धन गर्ने भनेर त्यसलाई बकाइदा लेखेको छ। स्थानीय सरकारले पनि हाम्रो हजुर लेखेको छ। अनि हाम्रो गाउँमा चाहिँ अथवा गाउँपालिकाले चाहिँ के गर्न सक्छ भने उहाँहरूले एउटा भोकेसनल स्कुल खोल्न पर्यो, भोकेसनल ट्रेनिङ प्रोभाइड गर्ने स्कुल खोल्न पर्यो जसले हाम्रा दक्ष मिस्त्रीहरूलाई +2 लेभलको या ब्याचलर लेभलको सर्टिफिकेट प्रोभाइड गरोस्। अहिले एक हिसाबले व्यवसायमा एक खालको विभेद छ नि त, डक्टर भन्ने छुट्टै लेभलको या हाम्रो खेती किसान गर्ने मान्छे छुट्टै लेभलको भन्ने एउटा बुझाइ छ, या एउटा घर निर्माण गर्ने मान्छे फरक क्याटेगोरीको भन्ने एउटा बुझाइ छ। त्यसलाई चिर्नको निमित्त एउटा डकुमेन्टले हाम्रो काहीँ न काहीँ काम गरिरहेको छ। यदि +2 गरेछ, ब्याचलर गरेछ या मास्टर डिग्री गरेछ भने उसँग एउटा हातमा एउटा त्रिभुवन युनिभर्सिटीको या अन्य कुनै युनिभर्सिटीको एउटा डकुमेन्ट हुन्छ, त्यसले उसलाई बताउँछ कि यो मान्छे पढेको हो। अब त्यो चिज यो मान्छेले मिस्त्री गर्न सक्छ या यो मान्छे टेलरिङ मास्टर हो भन्ने विषयलाई हामीले एउटा सर्टिफिकेटको रूपमा दिन सक्यौँ भने उहाँहरू दक्ष भइसकेको छ। गाउँले त मानेको छ तर उनीहरूसँग सर्टिफिकेट केही पनि छैन। सर्टिफिकेट छैन। हो यो सर्टिफिकेट प्रोभाइड गर्नको निमित्त हामी 10 क्लाससम्म पढ्नको निमित्त जसरी पनि हामी 40-45 भन्दा बढी विद्यालयहरू स्थापना गरेका छौँ। तर भोकेसनल ट्रेनिङसँग सम्बन्धित सिपसँग सम्बन्धित विद्यालय एउटा मात्रै हामीले खोल्यौँ भने पनि नेपाल सरकारले त खोलेको छ केन्द्रमा, तर स्थानीय तहले त्यो खोल्यौँ भने त्यहाँबाट हामी धेरै मान्छेहरूलाई स्कोपका क्षेत्रहरू देखाइदिन्छौँ। मैले हजुरलाई यहाँनिर भन्दै गर्दा मलाई एउटा के कुरा चाहिँ याद आइरहेको छ भने हामीले अस्ति नै यी मेन्टरजीहरूलाई या प्यानलिस्टजीहरूलाई हामीले खोज्ने बेलामा गङ्गादेव गाउँपालिकामा हाम्रो न्यायको क्षेत्रमा काम गर्ने अधिवक्ता वकिल या हाम्रो वरिष्ठ अधिवक्ताजीहरू को हुनुहुन्छ त भनेर सरफेसले खोज्ने बेलामा खासै कोही भेट्नु भएन। अनि मलाई के लाग्यो भने गङ्गादेवमा त त्यसो भए न्यायको क्षेत्र त खडेर रहेछ भनेपछि त्योतिर स्कोप छ नि त, मुद्दा हाल्ने फेरि त्यहीका व्यक्तिहरू हुनुहुन्छ सबभन्दा धेरै मुद्दा हाल्ने। अनि त्यो भएको कारणले गर्दाखेरि न्यायको क्षेत्रमा स्कोप छ भन्ने कुरा हामीले कहाँबाट थाहा भयो? हामी खोज्यौँ र थाहा भयो। यी क्षेत्रमा जुन सेक्टरमा जस्तो बार हाम्रो तलबाट आएर एकजना हामीले मान्छेले कपाल काटिराख्नु भएको छ, हाम्रो क्षेत्रबाट हामी कपाल काट्न जानलाई त्यहाँबाट लगभग 2000 रुपियाँ खर्च हुन्छ सर एक दिनको। हामी तल थारमाले जानुपर्ने हुन्छ, उतापट्टिको बेल्टका मान्छेहरू सुगाउडारमै छैन। सुगाउडारमा छ सर, तर अलि हाम्रो चाहिँ हिसाबले अलि टाढा पर्छ। त्यहाँ जाँदाखेरि अब एक दिनभरिको ढ्यारी त्यसै गइहाल्यो, हामी बाइकमा ट्राभल गर्नु पऱ्यो, त्यसै सबै कुरा क्यालकुलेसन गर्नु लगभग 2000 जस्तो हाम्रो वेस्ट भइरहेको छ। त्यो चिज यदि त्यहीँ भइदिएको भए पालिकाले हामीलाई प्रवर्धन गरेको भए रोजगार पनि हुन्थ्यो, त्यहाँको व्यक्तिहरूलाई पनि सजिलो सहज हुन्थ्यो र हाम्रो केही समय पनि बच्थ्यो, हाम्रो पैसा पनि बच्थ्यो। त्यतातिर खासै ध्यान केन्द्रित नभइरहेको स्थिति छ। रोजगार भन्नाले खालि त्यो शिक्षक या खालि हाम्रो निजामततिर मात्रै रोजगार हो, अन्य रोजगार होइन। सरकारी सेवा को लिनेहरूले मात्रै रोजगारी, अरूलाई रोजगारी छैन भन्ने कुराहरू अलिक बाहिर सुनिने कुरा भयो। तर जो तपाईँहरूले अहिले यो अभियानको रूपमा नै अब जान खोजिरहनु भएको छ, यो यतिका कुरा यहाँले गरिसक्नुभयो, सुन्ने दर्शकले त थाहा पाइसक्नुभयो। अर्को कुरा चाहिँ अब अलिकति यसलाई तपाईँहरू जति सकारात्मक तरिकाले लिनु भएको छ तर ग्राउन्ड लेभल अथवा राजनैतिक दलहरूले त त्यो लिँदैन फेरि। अब जोड्नुपर्ने त्यहाँ छ है। म अलिकति यहाँलाई के जोड्छु भने 79 मा 74 मा चुनाव भयो, कुनै पार्टीको व्यक्तिले जितिरहेछ, त्यो पार्टीको व्यक्तिले सबैलाई समेट्न सक्यो त्यो अरूको बहसका कुरा भए।
अब 84मा पनि स्थानीय तह निर्वाचन होला। अब भलै अहिले आउने चुनाव पनि फागुन 21मा हुँदैछ, त्यहाँ पनि दल खोजिरहेछ नि। तपाईँहरू दलभन्दा बाहिर गएर गर्छौँ भन्दा सम्भव कति होला जस्तो लाग्छ तपाईँहरूलाई? यस्तो छ सर, यसमा दलभन्दा बाहिर गएर संसदीय व्यवस्थामा सम्भव छैन। दलहरू नै यसको विकल्प त हुन्, तर पनि दलहरूले व्यक्ति प्रधान हुनु भएन, एउटा नेतालाई मात्रै प्रधान मान्नु भएन। दलभित्र पनि विधि स्थापना गर्न सकिन्छ। जस्तो मलाई दलको बहिष्कार होइन, तपाईँहरू दलको पूर्ण रूपमा बहिष्कार होइन, दलले गरेका काम क्रियाकलापको विरुद्ध बोल्न नसक्ने, पार्टीको कार्यकर्ता भइसकेपछि आफ्नै दलका विरुद्ध बोल्न नसक्ने स्थिति बनेको धेरै युवा साथीहरू हुनुहुन्छ। हाम्रो म यसो राजनीतिक एनालाइसिस गर्ने बेलामा बिपीको सिद्धान्त मलाई साह्रै मन पर्थ्यो। मेरो बाजेलाई त्यो मन पर्यो, उहाँले अंगीकार गर्नुभयो। मदन भण्डारीको जबज साह्रै मन पर्यो, हाम्रो बाउ पुस्ताहरूले त्यसलाई लागू गर्नुभयो, उहाँहरूले एप्लाई पनि गर्नुभयो। तर पछिल्लो समय आउँदै गर्दाखेरि 64-65तिर हाम्रो प्रचण्डजीले जसरी भुइँ लेभलका मान्छेहरूलाई सबैलाई समेटेर एक खालको हक अधिकार राजनैतिक रूपमा र कानुनी रूपमा त स्थापना गर्नुभएको छ। तर अहिले पनि उहाँले निरन्तर म त्यसकै ब्याज खाइरहन्छु अथवा मेरो विकल्प छैन भनेर उहाँले एक खालको दम्भ देखाइराख्नु भएको छ। भनेपछि उहाँले जति बेला उहाँका जे एजेन्डा थिए ती एजेन्डाहरू त लगभग उहाँले पुरा गरिसक्नुभयो। अनि 64मा पाएको त्यत्रो मत पनि त्यसको सदुपयोग गर्न सक्नु भएन। अनि त्योभन्दा पछिल्लो समय आउँदै गर्दाखेरि अब कहिले हामीले रविलाई हिरो बनाइरहेका छौँ, कहिले हामीले बालनलाई हिरो बनाइरहेका छौँ। यी व्यक्तिहरू पनि यसका विकल्प हुन सक्दैन, एउटा सङ्गठन या राजनीतिक दल नै हुनसक्छ। तर दलभित्र पनि विधि स्थापना गर्नुपर्छ भन्ने पक्षमा हामी छौँ। र दलको पूर्ण रूपमा बहिष्कार चाहिँ तपाईँ पूर्ण रूपमा बहिष्कार होइन, दलप्रति पनि तपाईँहरूले सुध्रिनुहोस् भन्ने छ। त्यो चाहिँ छ। अब तपाईँहरू चाहिँ यति धेरै, तपाईँ त अझै उमेरले पनि सानै हुनुहुन्छ, हजुर, यो उमेरमा पनि यति धेरै सकारात्मक सोच र केही विकल्पसहितका यही सोचहरू, यहाँका आफ्ना निर्णयहरू, आफ्ना चाहिँ अभियानहरू चलाइरहनु भएको छ नि। हजुर, यस्तो खालको सोच तपाईँलाई कहाँबाट सिर्जना भयो? यसमा अलिकति पृष्ठभूमि मैले तपाईँ व्यक्ति मात्रै भनिरहेको छैन, तपाईँ पुस्ता भनिरहेको छु। तपाईँको पुस्ताहरूमा कतिपय त तपाईँको उमेरका व्यक्तिहरू त कुलतमा पनि छन् नि। तर तपाईँ जति सुध्रिएका व्यक्तिहरू हुनुहुन्छ नि तपाईँ लेभलका, तपाईँले सोच कसरी आयो यो यस्तो गर्नुपर्छ भन्ने? यसमा यस्तो छ, सबैभन्दा बढी मलाई यो देशका सोझा मान्छेहरूको बहुत धेरै माया लाग्छ। किनभने जसले बुझेकै छैन, जसलाई थाहै छैन कि यस्तो तिग्डम हुन्छ, यति धेरै रोकावट हुन्छ, यति धेरै होइन, यस्तो धेरै भ्रमहरू सिर्जना गरिरहेका छन् यिनीहरूले आफूलाई नै त्यो ठाउँमा टेकाइराख्नलाई। भनेको आफ्नो वर्चस्व कायम होस् र म एक हिसाबले निरङ्कुश बन्न सकूँ, मेरो नै पावर होस्, मलाई नै सबैले मानुन् भन्ने प्रकारको एक खालको दम्भ छ नि। त्यो दम्भ यिनीहरूले यसरी गरिरहेका छन् भन्ने कुरा बुझ्ने हाम्रो जनता नै छैन। जनता एकदम धेरै सोझो छ। अनि यो लेभलको जनतालाई या यो लेभलका युवा साथीहरूलाई हामीले बुझाउन जरुरी छ। अनि सबभन्दा बढी त हाम्रो क्षेत्र, हाम्रो ठाउँ किन बनेन, हाम्रो ठाउँ कसरी बन्न पर्थ्यो भन्ने विषयमा हामीसँग आइडिया हुँदाहुँदै पनि नसुनिरहेको स्थिति छ। त्यो हिसाबले सबभन्दा बढी त हेर्नुहोस्, यो देशको, यो माटोको, यो क्षेत्रको असाध्यै धेरै माया लागेर नै हो। अघि हामीले भन्दै गर्दा त्यो 5वटा बुदामा एउटा बुदा चाहिँ छुट्याएर चाहिँ म त्यसलाई इन्क्लुड गर्न चाहेँ। जस्तो गङ्गादेव गाउँपालिकाको अहिलेसम्म हाम्रो पालिकाको हाम्रो प्रशासकीय स्थल पनि घोषणा गर्न सकेका छैनौँ। नाममा पनि लिएर पहिलेको अध्यक्ष र अहिलेको अध्यक्ष एक खेलको डिबेट छ। अब तपाईँहरू ठ्याक्कै त्यसले जोड्नु होला। गङ्गादेव गाउँपालिकामा त गङ्गादेव भन्ने कि सुकिदा भन्नेमै विवाद चल्याचली, सुकाउडा भन्ने कि सान्नाडा भन्नेमा चल्याचली छ। यसतर्फ तपाईँहरू युवाहरू गोलबन्द हुन कति ढिला गर्ने अब हो नि? अब यो विषयलाई पनि हामीले जोड्ने सोचिरहेका छौँ बुद्धिमान सर। कस्तो सोचेका छौँ भने हामीले गोलमेज सम्मेलन गरेर हुन्छ कि हस्ताक्षर अभियान सञ्चालन गरेर हुन्छ, या हामीले त्यो एक खालको सम्मेलन सबै मान्छेहरूलाई बोलाएर उहाँहरूको मत राख्न दिएर हुन्छ कि? अब एक हिसाबले अदालतले त गङ्गादेव गाउँपालिका नै बना भनेर स्टे अर्डर दिइसकेको छ होइन? त्योभन्दा स्थानीय सरकार सञ्चालन ऐनले पनि के भन्छ भने पहिलोपटक नाम राखिसकेपछि दोस्रो पटक संशोधन गर्न मिल्छ प्रदेशको थ्रुबाट, त्योभन्दा पछाडि नमिल्ने एक खालको प्रावधान छ। तर पनि जनताभन्दा ठुलो त अदालत होइन, सबभन्दा ठुलो त जनअदालत हो। नेपालमा संविधान थियो हुँदाहुँदै पनि अहिले जेनजीको थ्रुबाट एक हिसाब सरकार बनेको छ भने जनताभन्दा ठुलो कोही पनि छैन। त्यो हिसाबले जनताले यदि सुकिदा मन पराउँछन् या गङ्गादेव मन पराउँछन् भन्ने विषयलाई लिएर हामीले के सोचिरहेका छौँ भने कि त गोलमेज सम्मेलन गर्नु पर्यो, कि त हस्ताक्षर अभियान सञ्चालन गर्नु पर्यो, कि त तपाईँहरू सबै वडाबाट जनप्रतिनिधिहरू सबै ग्यादर भएर नाम र केन्द्रको विषयमा अहिलेसम्म टुङ्गो लगाउन सकिरहेको छैन भने यी दुवै नेतृत्वहरू असफल हुन्।
यिनीहरूले खास गरी अझ पछिल्लो समय त के कुरा पनि उठाएका छ भने सर मैले हजुरलाई अलिकति बताउँदाखेरि स्थानीय तहको सङ्ख्या घटाउने कुरा उठाएका छ। हामी गङ्गादेववासीहरू यो कुरामा चनाखो किन हुनुपर्छ भने हाम्रो केन्द्र पनि स्थायी छैन, हाम्रो प्रशासनिक भवन पनि बनेको छैन भने हामी काहीँ न काहीँ घरती गाउँतिर मोडिएर हाम्रो स्थानीय तहको नाम परिवर्तन भएर यतातिर अलिकति हामी केन्द्रित हुनुपर्ने, यहीँ आउनुपर्ने, त्यहाँको जनताले दुःख पाउनुपर्ने र यहाँ आएर आफ्ना कामहरू गर्नुपर्ने स्थिति बन्न सक्छ। किनभने स्थानीय तहको सङ्ख्या घटाउने भन्ने सरकारको एक खालको प्लान पनि छ र जेएनजीहरूको यो धेरै भए प्रदर्शन पनि त्यति जरुरी छैन भन्ने विषय पनि छ। त्यो भएको कारणले यतातिर गङ्गादेववासीका हाम्रा शिक्षकज्यूहरू, हाम्रा बुद्धिजीवी वर्गहरू, हाम्रा राजनीतिक दलहरू सबै चनाखो भएर हामीले यथाशक्य जतिसक्यो चाँडो प्रशासनिक भवन निर्माण गर्ने र ठाउँको र केन्द्र पालिकाको नाम चाहिँ निर्क्युल गर्नुपर्ने स्थिति देखिन्छ सर। यतातिर पनि हामीले यसलाई 29 गतिको कुरालाई यतातिर जोड्ने सोचिरहेको छ। जस्तो तपाईँहरू त्यहाँका नेताहरूलाई सुधार्न सक्नु होला के छ, आत्मविश्वास कस्तो छ? त्यहाँ यस्तो छ, म पहिले निर्वाचित भइसकेका र अहिले चलिरहेका अझ टेस्टेड जसको अनुहारहरू गङ्गादेवमा त नि हामीले बाहिर देख्दाखेरि नि भित्र अब तपाईँहरूले महसुस गर्ने कुरा एउटा भयो। हजुर, हामीहरूले त सर्फेसमा सबैलाई हेर्दा रोल्पा जिल्लामा गङ्गादेव गाउँपालिकामा त्यति राम्रो छैन राजनीतिक माहौलहरू भन्ने कुरा देखिन्छ नि। त्यो भन्नुको मतलब त नेता राम्रा छैनन्, नेताको आनी बानी ठिक छैन, आनी बानी मात्रै नभएर उनीहरूले गर्ने क्रियाकलाप पनि ठिक छैन। अब तिनी नेतालाई तपाईँले सुधार्न सक्नुहुन्छ? त्यहाँ हामी सम्भावना देखिरहेका छैनौँ बुद्धिमान सर। किन सम्भावना देखिरहेका छैनौँ? हामीले सजेसन दिन नखोजेको होइन, हामीले सुझावहरू दिन नखोजेको। तपाईँहरूले यस्तो विकल्प सहित आउनु भएको छ नि। हजुर, त्यो भोलि गाउँपालिकाले सहर्ष स्वीकारला त भन्नेमा मलाई पनि अलिकति शङ्का लागिरहेछ। हो, यस्तो छ हेर्नु, एकदम हाम्रो गङ्गादेवका जो स्थापित नेताहरू हुनुहुन्छ या जुन पार्टीबाट जसले इन्क्लुड गरिराख्नु भएको छ, जो लिडिङ गरिराख्नु भएको छ, उहाँहरू कसैमा पनि सबै युवाहरूलाई समेटेर लिनुपर्छ, हाम्रो पालिकालाई नै विकास गर्नुपर्छ भनेर त्यो प्रति चिन्तित भएको अथवा नयाँ युवा साथीहरूलाई कसरी हामीले विदेश पलायनतिरबाट रोक्न सक्ने होला, कसरी रोजगारका अवसरहरू त्यत्तिकै विदेश नजाऊ भनेर रोकिन्छ, कोही रोकिँदैन नि त। यहाँ विकल्प दिन सक्नु पऱ्यो नि त। यो सेक्टरमा चाहिँ यसरी हुन्छ, ल तिम्रो यसरी काम गर, हामी यो सर्टिफिकेट प्रोभाइड गर्छौँ भनेर एउटा विकल्प सरकारले दिन सक्यो भनेर युवा त्यसै रोकिन्छन् नि त। कसलाई माया, कसलाई मन हुन्छ आफ्नो घरको परिवार छोडेर विदेशी नि? गाउँघरमा चाडपर्व आउँदाखेरि घरतिर मन नडुल्ने कसको परिवार हुन्छ? पर्थेर गाउँको दाजुभाइ मर्दाखेरि त्यसको मलामी म पनि साक्षी हुन पाएँ, अथवा मेरो काखमै मेरो बुवाको डेथ हुन पाएँ, अथवा म मर्ने बेला मेरो छोरो मसँगै भएको भयो भने सबैलाई रहर छ। तर बाध्यतावश विदेश हुनु परिरहेको छ। यो पीडालाई हल गर्नलाई उहाँहरूले विकल्प के दिनुहुन्छ भन्दा उहाँ विकल्प केही पनि छैन। त्यो स्थापित मान्छेहरू हुनुहुन्छ, उहाँहरूसँग एक खालको बाल हट छ भनेको, त्यो एकदम जिद्दीपना, मनै सर्वा भनेको। उहाँले त उस्तै पऱ्यो, अपरेसन पनि मैले गर्नुपर्छ, डक्टर चाहिँदैन भन्ने प्रकारको नलेज उहाँहरू मसँग छ भन्ने सोच्नुहुन्छ। हो, मैले त्यही भन्न खोजेँ। जस्तो तपाईँहरूले राम्रो सोचका साथमा चाहिँ यतिका विकल्प दिइरहनु भएको छ नि। हजुर, अहिले त स्थानीय सरकारै भनौँ, इभन अन्य राजनीतिक दल पनि छ त्यहाँ होइन, तिनी सबैले चाहिँ सकारात्मक तरिकाले ल्याउलान् भन्नेमा चाहिँ विश्वस्त हुनुहुन्छ? यस्तो छ, यसमा सबैभन्दा मुख्य रोल एउटा भनाइ मलाई याद आइरहन्छ, यो देश खास गरी युवाहरूको, हुन त हाम्रो पनि हो तर युवाहरूको बढी हो भनेर एकजना दार्शनिकले भन्नुभएको छ। म त्यो कुरा सम्झिरहन्छु र युवा पुस्ताहरू यसमा कन्भिन्स छ। मलाई धेरैजना विदेशबाट हो, मैले ठ्याक्कै जोड्न खोजेँ त्यही छ। जस्तो तिनी नेताहरूलाई सुधार्नको लागि तिनी नेता तिनी त जरो गाडेर आछन् नि पहिलेदेखि, आफ्नो पार्टीको विरासत भनेका छन्, आफ्नो छोराछोरीलाई पनि त्योमा नजा मेरो पार्टीको होस् भन्न सक्ने हिम्मत राख्छन्। तर त्यसमा तपाईँहरू त बलियो हुनु पर्यो नि। यसमा यस्तो छ सर, जस्तो गोलबन्द हुनु पर्यो। हो, जस्तो काङ्ग्रेसभित्र आस्था राख्ने मान्छेहरूले नै काङ्ग्रेसको हामीलाई लिडिङ गरिरहेको मान्छे राम्रो छैन भनेर भनिराख्नु भएको छ। त्यहाँभित्र पनि इमान्दार र देशभक्त मान्छेहरू हुनुहुन्छ। तपाईँहरू कति हुनुहुन्छ, एकता कतिको छ भन्ने मेरो प्रश्न। हजुर, त्यो कतिको छ? सबै राजनीतिक दलमा उहाँ काहीँ न काहीँ क्याडर भइसकेको मान्छे, काहीँ न काहीँ त्यो पार्टीमा जोडिरहेको मान्छे पनि, त्यो पार्टीभित्र पनि इमान्दार मान्छेहरू पनि हुनुहुन्छ। उहाँहरू सबैले मलाई इभन त्यो विदेश गइरहेका साथीहरूले पनि र पर्सनल्ली भेट्न चाहिरहेका मान्छेहरू जो निजामती कर्मचारी एज अ ब्युरोक्रेसीले पनि एक खालको असरता गरिरहेको छ नै सिस्टमेटिक रूपले। तर उहाँहरूले पनि फोन गरेर मेसेज गरेर तपाईँले राम्रो गरिराख्नु भएको छ,
ठिक छ तपाईँ आफ्नो विचार 7 दिन्छौँ भन्नुभएको छ। 7 दिन्छौँ भन्नुभएको छ सबै वडाबाट। 29 गतेमा चाहिँ तपाईँहरूको शक्ति भन्दा पनि अहिले विकल्प सहित जानुहुन्छ, सामान्य रूपमा जानुहुन्छ। तपाईँहरूको मागलाई चाहिँ उहाँहरूले सम्बोधन गर्ने बाटो जान्छ जान्न, त्यसपछि कदम आउने भयो। 29 गते हामीले सबै वडाबाट कमसेकम 2 जना जस्तो भनेपछि 14 जना 15 जना या 18-20 जना भन्दा बढीको बाँस त्यति जरुरी जानुहुन्न भन्ने हामीलाई लागिरहेको छ। अब युवा साथीहरूले हामी जोडिन्छौँ जो यहाँले अहिले भन्नुभयो नि, हजुर, यो विकल्प सहित तपाईँहरूले चाहिँ जानुहुन्छ। हजुर, भ्रष्टाचारका अन्त्य गर्ने केही कुराहरू पनि त्यहाँ जोड्नुहुन्छ। हो, जोड्छौँ। त्यसलाई सकारात्मक तरिकाले लिए ठिक छ, तर हामी त कहिलेकाहीँ त नेगेटिभ पनि सोच्नुपर्छ नि। ल्याइदिन्न, तपाईँहरूलाई भेटैदिन्न, स्थानीय सरकारले तपाईँहरूलाई मान्दै मानेन, अब के गर्नुहुन्छ त्यसो भए? त्यसो हो भने हामी सबभन्दा प्रमुख शक्ति भने युवा हो। हामीले के गर्नुपर्छ त्योभन्दा पछाडिका कदमहरू फेरि हामी घोषणा गर्नेछौँ सामूहिक रूपमा छलफल गरेर। तर मोटामोटी रूपमा हामीले के गर्छौँ भने 29 गतेको दिन पालिकाको क्याडरजीहरू, प्रमुख, अध्यक्ष, उपाध्यक्ष या परम प्रशासनिक अधिकृत मध्ये कोही पनि यदि उपस्थित नभएको खण्डमा हामी त्यहाँ ताला लगाएर निस्किन्छौँ। र जति बेलासम्म हामीसँग वार्तामा बस्नुहुन्न र यी विषयहरूलाई जानकारी गराउनु भएको छ, जानकारी बनाएको छौँ। जानकारी 29 गते हामी आउँदैछौँ भनेर। हजुर, हो। मैले हाम्रो त्यहाँको आधिकारिक प्रवक्ताज्यूलाई फोन मार्फत भनेको छु। त्यसपछि के छ प्रतिक्रिया उहाँहरूको? ठिक छ, तपाईँहरू राम्रो गरिरहनु भएको छ, एजेन्डा राम्रो उठाउनु भएको छ भन्ने विषय छ। र इन्फर्मल्ली हाम्रो उपाध्यक्षजीसँग पनि कुराकानी भइरहेको छ। हाम्रो विभिन्न वडाका वडा अध्यक्ष, हाम्रो 7 नम्बरको वडा अध्यक्ष, 3 नम्बरको वडा अध्यक्ष, पालिका अध्यक्षज्यूसँग भएको छैन। उहाँसँग पनि बिहान थोरै हाम्रो कन्भर्सेसन भएको थियो। आज माथि हामी बाटोको अनुगमन गर्न हिँडिरहेका छौँ, बेलुकातिर बसौँला। आज 26 गते भइसक्यो होइन भनेर भन्नुभएको छ। 29 गते भने त आइसक्यो नि समय त। हजुर, नजिक छ। हामी बेलुका गएर फर्किने बेला उहाँसँग भेट्ने र यी विषयहरू राख्ने भनेर सोचेका छौँ। उहाँ एकदम योप्रति पोजिटिभ हुनुहुन्छ भन्ने। पोजिटिभै हुनुहुन्छ यसको मतलब? हजुर, पोजिटिभ नै हुनुहुन्छ अहिलेसम्मको स्थितिमा। हजुर, हो। 29 गते सौहार्दपूर्ण वातावरणमा तपाईँहरूको मागहरू त्यहाँ रहन्छन् र सम्बोधन पनि हुन्छन् भन्नेमा आशावादी हुनुहुन्छ? हजुर, आशावादी छौँ। किनभने हामी कुनै पनि राजनीतिक दललाई हाइलाइट गर्नलाई या अर्को नयाँ कुनै दल या सङ्घ संस्था स्थापना गर्नलाई यो सोचेको होइन। हामी गङ्गादेव बनोस्, अघि हजुरले सुरुमा नारा पनि भन्नुभयो होइन, विधिको शासन समृद्ध गाउँ, गङ्गादेव बनोस् जनमुखी ठाउँ भनेर जो हामीले दिइरहेका छौँ यो नारा, यसमै केन्द्रित भएर हामी कुनै पनि पार्टीलाई राजनीतिक आक्षेप लगाउँदैनौँ। सरकारसँग एक खालको प्रश्नमा तपाईँहरू चाहिँ जो युवा हुनुहुन्छ नि, हजुर, कुनै पार्टीमा आबद्ध हुनुहुन्न? छैनौँ, आबद्ध छैनौँ। मैले तपाईँको थोरै ब्याकग्राउन्ड हेर्दै थिएँ। हजुर, पार्टीमा त हुनुहुन्न तपाईँ पक्कै पनि? पार्टीमा छैन, स्वतन्त्र रूपमा काम गरिरहेको छ। कसैसँग अरूले पत्याइरहनु भएको छैन? त्यो पनि एउटा महत्त्वपूर्ण कुरा हो नि। फेरि पत्याइराख्नु भएको छ नि सबै, जस्तो हामीले अस्ति क्लास 2 करियर इन्डिपेन्डेन्ट कन्ट्रोल हो, मैले त्यहीँनिर हो। अस्तिको कार्यक्रममा तपाईँ राम्रो थियो, जो कक्षादेखि करियरसम्मको अभियानको त्यो गर्नुभयो नि, त्यसमा चाहिँ सबैतिर राम्रो देखिरहेको थियो। फेरि समय पनि ठ्याक्कै यही बेला गर्नुभयो, राम्रो गरिराख्नु भएको छ। राम्रो गर्नुहोस्, हाम्रो पनि साथ सहयोग रहन्छ नै। अब कार्यक्रमको अन्तमा छौँ तेज विक्रमजी। अब यहाँ एउटा सकारात्मक सोच भएको युवा हुनुहुन्छ, गर्नुहोस्, गर्नेलाई साथ दिन्छ नै। अहिलेको जेनेरेसन, तपाईँहरू जेनेरेसन जेटमै पढ्नुहुन्छ, जेनजी समूहमै पढ्नुहुन्छ। अब दर्शक महानुभावहरूलाई तपाईँको सन्देश के छ? अब खास गरी युवा साथीहरूलाई र हाम्रो बाउ पुस्ताको आदरणीयजीहरूलाई, तपाईँहरूले हाम्रो गाउँपालिकाको नाम लिँदाखेरि कति गर्व गरेर राख्नु भएको छ। 10 वर्ष भइसक्यो स्थानीय तह आएको। हाम्रो नाम र केन्द्रमै अहिलेसम्म त्यहीँनिर अड्डिरहेको छ। सुशासनका पक्षहरू या रोजगारका पक्षहरू कतिको मौलाइरहेका छन्। तपाईँले आफूलाई प्रश्न गर्नुहोस्, दलभन्दा माथि उठेर एकपटक हाम्रो गङ्गादेवलाई अलिकति समृद्ध बनाउनुपर्छ भन्नेतिर तपाईँहरू पनि चनाखो बन्नुहोस्। तपाईँहरू पनि अपडेट हुनुहोस्, हेर्नुहोस्, फलो गर्नुहोस्। गलत गर्दा खबरदारी गर्नलाई पछाडि नपर्नुहोस्। तपाईँहरू त्यो दलको भए भन्नु दलका विरुद्ध बोल्न पर्दैन भन्ने खालको कन्सेप्ट त्याग्नुहोस्। अनि सकभर तपाईँहरू दलको मान्छे नबन्नुहोस्। दलको मान्छे नबन्दा नै राम्रो हुन्छ। किनभने नागरिक स्वतन्त्र भयो भने दललाई घमण्ड हुँदैन। मसँग यति पार्टी सदस्य छन् भनेर एक खालको गर्व गरेर राखेको, अनि त्यसपछि असाध्यै धेरै निरङ्कुश बनेको स्थिति छ। तपाईँ हाम्रै छोराछोरीहरू 14 जनाभन्दा बढीको देहान्त भयो, कैयौँ संरचनाहरू ध्वस्त भए। यी सबैका पछाडि यी राजनीतिक दलहरूका नेताहरूको एक खालको अहमता, एक खालको बालहटको कारणले भएको हो। त्यसपछि हामी पालिकाको नाम र केन्द्रको विषयमा एक खालको भेला गर्ने र एक खालको गोलमेज सम्मेलन जस्तो गर्ने भन्ने छ। त्यसमा तपाईँहरू सरिक हुनुहोस्। अनि त्यसपछि आफ्नो विचार, आवाज र सङ्कल्प प्रस्तुत गर्न कहिल्यै पनि पछाडि नहट्नुहोस्। म यति भन्न चाहन्छु। र अन्तिममा हामीले फेरि एउटा खेलकुद पनि युवाहरूलाई जोड्ने एउटा खेलकुदको माध्यम पनि हो। प्रथम सिद्धार्थ कप भनेर आयोजना गरेका छौँ। सिद्धार्थ नमुना मावि गङ्गादेव 3 रोल्पामा। तपाईँहरू यसको दसैँको भोलिपल्ट, तिहारको भोलिपल्टदेखि नै यसको औपचारिक रूपमा सुरुवात हुनेछ।
विभिन्न ठाउँबाट हामीलाई सहयोग गरिराख्नु भएको छ। हामी युवाहरूलाई त्यसरी पनि खेल क्षेत्रमा पनि गोलबद्ध गर्नुपर्छ र यो धुम्रपान मद्यपान लगायतका क्षेत्रबाट टाढा राख्नुपर्छ भन्ने हिसाबले खेल क्षेत्रमा नै प्रोत्साहन गर्नलाई त्यो कपको आयोजना गरेका छौँ। यहाँहरू सबैको सहभागिता त्यहाँ होस्। हामी 29 गते यो कार्यक्रममा पनि यहाँहरू सबै सहभागी हुनुहोस्, केही कुरा बुझ्नुहोस्, केही कुरा प्रश्न गर्नुहोस्, आफूले आफूलाई पनि प्रश्न गर्नुहोस् भन्न चाहन्छु। निकै व्यस्त हुनुहुन्छ आफ्नो काम क्रियाकलापमा, हजुर व्यस्त रहनुहोस् र सही बाटोमा हिँड्नुहोस्। हामी सबैको साथ रहन्छ, दर्शक महानुभावको पनि साथ रहन्छ। यहाँसम्म आइदिनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद। हजुर असाध्यै धेरै धन्यवाद। हाम्रो माडी आवाज र विशेष गरी हाम्रो बुद्धिमान सर जसले मलाई यहाँ बोलाएर तपाईँ राम्रो कार्यक्रम गरिराख्नु भएको छ। तपाईँसँग थोरै एउटा माडी आवाजमा अन्तर्वार्ता रेकर्डिङ गरौँ भनेर भन्नुभएको थियो। यहाँसम्म आइयो। हजुरलाई पनि धेरै धेरै हस्, धेरै धेरै धन्यवाद। आदरणीय दर्शक महानुभावहरू, श्रोता मित्रहरू, रेडियो माडी आवाज सुनिरहनु भएको छ, यहाँलाई धेरै धेरै धन्यवाद। यतिन्जेलसम्म यो हाम्रो बहस सुन्नुभयो। यो बहसमा धेरै कुराहरू गरिएका छन्। तपाईहरूले चाहिँ एकपटक मजाले फेरि पनि हेर्न सक्नुहुन्छ कि यसमा गरिएका कुराहरूले धेरै सकारात्मक सन्देश प्रवाह गर्नेछ। आजको लागि माडी बहसको मल्टिमिडिया संस्करणबाट बिदा माग्नुपर्ने बेला भइसकेको छ। गङ्गादेव गाउँपालिका वडा नम्बर 3 का ऊर्जाशील युवा तेजविक्रम ओलीज्यूको यो अन्तर्वार्ता सँगसँगै कार्यक्रमबाट छुट्टिन्छु। रेडियो माडी आवाज सुन्दै गर्नुहोस्। फेसबुक र युट्युबमा पनि हेर्दै गर्नुहोस्। लाइक, सेयर, सब्सक्राइब गर्नुहोला। हस्, धन्यवाद, नमस्कार।